हाम्रो महिमा ये है ईश्वर शनिबार मङ्गलबार पहिलो सलाम औगालाई नमस्कार। हाम्रो महिमा ये है ईश्वर शनिबार मङ्गलबार पहिलो सलाम औगालाई नमस्कार। लेकै सल्लो ए है हजुर बेसी माटुनी हामीलाई ईश्वर नभए नहुने। लेकै सल्लो ए है हजुर बेसी माटुनी हामीलाई ईश्वर नभए नहुने। बिना पैसा ए है ईश्वर डाक्टरले फाल्नु भो। बिना पैसा ए है हजुर डाक्टरले फाल्नु भो। मुटुको रोग पिताले टाल्नु भो। मुटुको रोग पिताले टाल्नु भो। लेकै सल्लो ए है हजुर बेसी माटुनी हामीलाई ईश्वर नभए नहुने। परमात्मा ईश्वरलाई लाखौँ करोडौँको धन्यवाद गर्छु गुरु येशू मसीहको नाममा। ईश्वरीय भजन मार्ग सच्चाइ केन्द्र नेपालको उजागर धराहर प्रकाश सर सुशीला म्याम र उहाँहरूको समस्त घर परिवारमा पनि उच्च शिर झुकाइसो सम्मान व्यक्त गर्न चाहन्छु। र यसै गरेर आज शिक्षा वचनको लागि वचन खुवाउनको लागि आज हाम्रो विजय सरको समस्त घर परिवारलाई पनि उच्च शिर झुकाइसो सम्मान व्यक्त गर्न चाहन्छु। त जति पनि देश विदेशकै अग्रजगुवा शाखा प्रमुख उपप्रमुख र केन्द्रीय लिडर शाखा लिडर पवित्र आत्मैबाट जन्मिनु भएको आत्मिक पवित्र सन्तानप्रति म दीपक चालिसेको तर्फबाट सिन्धुपाल्चोक मेलम्चीको शाखाको तर्फबाट उच्च शिर झुकाइसो सम्मान व्यक्त गर्न चाहन्छु। त हिजोको दिनमा म पनि धेरै दलदलमा कष्टमा सङ्कष्टमा दबिएको थिएँ र संसारको मनुष्यहरूबाट म पछाडि पारिएको थियो भने र चाहिँ आज चाहिँ जुन दिनदेखिबाट रोमी 10:9 अङ्गीकार गरे पछाडि चाहिँ जुन दिनदेखिबाट चाहिँ मलाई चाहिँ पढ्न पनि आउँदैन थियो लेख्न पनि आउँदैन थियो। त आज जुन दिनदेखिबाट मलाई अग्रजौगाले जुन दिनदेखिबाट चाहिँ मलाई चाहिँ ईश्वरीय मार्ग सच्चाइ केन्द्रमा चाहिँ यो भजनको किताब दिनुभयो र त्यस दिनदेखिबाट मैले अनुग्रहको शिक्षा र शान्ति पाएको छु। परमात्मा ईश्वरलाई निम्ति धन्यवाद गर्छु गुरु येशू मसीहको नाममा। त हिजोको दिनमा संसारको घर दैलोमा सिन्धुपाल्चोक मेलम्चीदेखिबाट चाहिँ म हिजोको दिनमा चाहिँ म मान्छेहरूको घर दैलोमा पसलमा र चाहिँ गल्ली गल्ली गाउँ चोकमा चाहिँ म हरेक ठाउँमा चाहिँ म माग्दै हिँड्नु पर्थ्यो औषधि खानको लागि भने आज त्यो औषधिलाई त आज हटाएर चाहिँ परमात्मा ईश्वरले आज भला चङ्गाइमा राख्नुभयो। परमात्मा ईश्वरलाई निम्ति धन्यवाद गर्छु गुरु येशू मसीहको नाममा। त ए मेरो सन्तान तिमी नडराऊ र धैर्य हौ र चाहिँ नभौराऊ भन्नुभएको थियो भन्नुहुन्छ ईश्वरले। र चाहिँ एक दिन चाहिँ यो जुन मेरो चाहिँ यो दाहिनेपट्टिको चाहिँ मृगौला चाहिँ सुकेको थियो र अनि त्यहाँ चाहिँ त्यो मृगौलाले काम गरेको थिएन। अनि एक दिन चाहिँ धेरै दुख्यो पिसाब फेर्नलाई पनि गाह्रो भयो र चाहिँ पेट एकदम दुखिया हुने यो किडनी भएको ठाउँमा। अनि म आत्तेँ अनि आत्तिसके पछाडि मैले मेलम्ची शाखाको रविका म्यामलाई पनि मैले भने म्याम हजुर मेरो त किडनी नै छैन रे भनेर म कति रोएँ। अनि त्यसकै भोलिपल्ट मैले भीम बाबालाई फोन गरेँ अनि मैले भने भीम बाबालाई भने त्यो त राम्रो हुनको लागि आएको हो बाबु त्यो हालत र कष्ट तपाईँले त्यो मृगौला राम्रो पलाइसक्यो भन्नुभयो। मृगौला राम्रै पलाइसकेको रहेछ। परमात्मा ईश्वरलाई निम्ति धन्यवाद गर्छु गुरु येशू मसीहको नाममा। त हिजोको दिनमा मैले सांसारिक शिक्षा लिन नपाए तापनि आज अनुग्रहको शिक्षाद्वारा आज चाहिँ मैले चाहिँ विभिन्न चाहिँ आज चाहिँ तालिमहरूबाट चाहिँ आज चाहिँ झोल साबुन हार्पिक फिजेल ह्यान्डवासहरू होइन आज चाहिँ हरेक चिजहरूलाई बनाएर चाहिँ आज चाहिँ त्यो प्रशिक्षक भएर आज हिँड्न सक्ने र तालिम दिन सक्ने यज्ञ बनाउनु भयो। परमात्मा ईश्वरलाई निम्ति धन्यवाद गर्दछु। त आज उत्पादन मेलम्ची झोल साबुन उत्पादन केन्द्र भनेर चाहिँ आज मैले चाहिँ नाम दिएर चाहिँ आज पसल पनि खोल्न सक्ने यज्ञ बनाउनु भएको छ। परमात्मा ईश्वरलाई निम्ति धन्यवाद गर्दछु गुरु येशू मसीहको नाममा। गुरु येशू मसीहको नाममा त समस्या र हालतहरू चाहिँ नआउने होइन रहेछ। हालत र समस्याहरू चाहिँ जे होस् राम्रो हुनको लागि आउने रहेछ। त मृत्युको मुखसम्म पनि पुर्याउने रहेछ दोस्रोवाला आत्माले।
र किनभनेदेखि त्यो चाहिँ परीक्षा लिनुहुने रहेछ। परीक्षा लिइसके पछाडि चाहिँ जबकि मेरो चाहिँ लडेर म चाहिँ संसारिक मान्छेको चाहिँ मलामी जाँदै गर्दाखेरि चाहिँ जबकि म चाहिँ मलामी जाँदै गर्दाखेरि चाहिँ मलाई चाहिँ दोस्रोवाला आत्माले खेलायो। अनि खेलाइसके पछाडि चाहिँ त्यो बाँस चाहिँ यस्तो गहिराइमा थियो, तल थियो। त्यो बाँसलाई मैले तान्दाखेरि चाहिँ तलतिर मेरो टाउको तलतिर परेर लडेको भए म बाँच्ने अवस्थामा हुन्न थिएँ होला, अहिले पनि रहने थिएन होला। र अन्त त्यो बाँस तानिसकेर अन्धेर माथि सम्मै ठाउँमा चाहिँ 2 मिनट 2-3 पाइला हिँडिसके पछाडि आफू भक्लक्क लडेर आफ्नो ज्यानले छिजेर खुट्टा फ्र्याक्चर भयो होइन। अनि त्यहाँबाट चाहिँ हड्डी चर्केको छ भन्नुभयो डक्टरले। अनि त्यहाँबाट मेरो हड्डी त चर्केकै छैन, परमात्मा ईश्वर हजुरले भलाचङ्गा बनाइसक्नु भयो भन्नुभयो। त अनि त्यस पछाडि अनि फेरि फोन आयो। अनि त्यहाँबाट चाहिँ यहाँ चाहिँ हाम्रो चाहिँ मन्त्रालयबाट चाहिँ अनि दाइ तपाईँ कता हुनुहुन्छ, तपाईँ चाहिँ झोल साबनको लागि चाहिँ ट्रेनिङमा जानु पऱ्यो, चाहिँ गाउँपालिका इन्द्रावती गाउँपालिका 9मा चाहिँ तपाईँ जानु पऱ्यो भनेर भन्नुभयो। अनि म्याम हजुर मलाई 15 दिनको समय दिनुहोस् भने। अनि 15 दिनको समय उहाँले दिनुभयो। त अनि 15 दिनको समय आइसके पछाडि चाहिँ आगोले पोल्या जस्तै चाहिँ पोलेर चाहिँ त्यो भत्ती पोल्यो। अनि त्यहाँबाट मेरो 2टा नानुहरूलाई चाहिँ मैले भने त्यो बाल्टीको पानी यता ल्याउ त नानु भनेर भने होइन, ल्याउनु भयो। त त्यो प्लास्टर गरेको खुट्टालाई मैले झप्प लाएर चाहिँ मैले त्यो बाल्टीमा भिजाएर अनि उक्काएर फालेँ। त अनि उक्काएर फालिसके पछाडि अनि एकछिन पछाडि त 10-11 बजेपछि त फेरि फोन आयो होइन। अनि तपाईँको दाइ हजुर तपाईँको खुट्टा फ्र्याक्चर भएको ठिक भयो भन्नुभयो। ठिक भयो, सक्नुहुन्छ त भन्नुभयो। सक्छु भने। र अनि त्यहाँबाट चाहिँ त्यो अनि त्यहाँबाट फेरि लट्ठीको सहारा लिँदै म उहाँ पुगेँ, तालिम चाहिँ कक्षामा पुगेँ होइन, चाहिँ गाउँपालिकामा पुगेर र चाहिँ अनि त्यहाँबाट चाहिँ वडा नम्बर 9मा पुगेर अनि त्यहाँबाट चाहिँ मैले तालिम गराउन सक्ने यज्ञ गराउनु भयो। परमात्मा ईश्वरलाई निम्ति धन्यवाद गर्छु गुरु येशू मसीहको नाममा। त अनि मलाई एकपट्टि चाहिँ अब दुःखदको खबर, एकतिर चाहिँ खुट्टा फ्र्याक्चर भएको अवस्था, एकतिर चाहिँ अनि म्याम हजुरको चाहिँ अब चाहिँ त्यो 5 वर्षीय त्यो सुई राख्नु भएको थियो। त अनि 2टा नानु भए पुग्छ भन्नुभएको थियो। अनि त्यस पछाडि चाहिँ अनि त्यहाँबाट चाहिँ 2 वर्ष बाँकी हुँदैमा चाहिँ फेरि चाहिँ अनि त्यहाँबाट सन्तान हाल्नु भएको रहेछ। परमात्मा ईश्वरलाई निम्ति धन्यवाद गर्छु। त सन्तान दिनुभएको रहेछ, खुसीको खबर दिनुभयो परमात्मा ईश्वरले दिनुभएको छ। अनि निम्ति धन्यवाद गर्छु। मैले चाहिँ जे हुन्छ राम्रैको लागि हुन्छ, ईश्वरले चाहिँ राम्रै सन्तान दिनुभएको छ भने अनि त्यहाँबाट मैले भने। अनि मैले भन्दाखेरि उहाँले मान्नु भएन। अनि नमानिसके पछाडि चाहिँ अनि मेरो बहिनी चाहिँ संसारिक हुनुहुन्छ, काठमाडौँमा बस्नुहुन्छ। त अनि भाउजूलाई चाहिँ अनि बोलाएर चाहिँ अनि उहाँले चाहिँ अनि हेराउन लाउनु भएछ, राम्रै छ भनेर चाहिँ खुसीको खबर सुनाउनु भयो। परमात्मा ईश्वरलाई निम्ति धन्यवाद गर्छु गुरु येशू मसीहको नाममा। त आज किनभनेदेखि आज यो तालिम गर्नुमा पनि चाहिँ आज मेरो बुवा चाहिँ झन्डै 9 सालको हुनुहुन्छ। त 9 सालको बुवा हुनुहुन्छ र त उहाँ अहिले पनि खेतीपातीमा काम गरेर अर्काको खेती कमाएर चाहिँ आधा खेत धनीलाई आधा चाहिँ आफूलाई राखेर खुवाउनु पनि थियो। त्यो लाजमा नपरोस् भनेर चाहिँ आज काम गरेर खान सक्ने एउटा सिपमूलक कामद्वारा चाहिँ आज परमात्मा ईश्वरले उठाउनु भयो। अनि निम्ति धन्यवाद गर्छु यसमा पनि गुरु येशू मसीहको नाममा। त मेरो गवाईले हजुरहरूलाई दबाई भइसक्यो भन्दै मेरो हजुरहरूको गवाईले पनि मेरो घर परिवारमा, व्यापार बिजनेसमा, पढाइ लेखाइ जागिरमा हरेक क्षेत्रमा प्रगति उन्नतिको आशिष र आशीर्वाद मिलिसक्यो भन्दै र मेरो गवाईले पनि हजुरहरूलाई दबाई भइसक्यो भन्दै म ओजेल पर्न चाहन्छु। हस्त धन्यवाद गर्छु गुरु येशू मसीहको नाममा। त्यसै गरी सम्मानतिर लागेँ नेपालको नभई विश्वकै अग्रज अगुवा प्रकाश सर हजुर, सुशीला म्याडमहरू, उहाँको होल फ्यामिलीलाई नम्र नमन गर्न चाहन्छु। त्यसै गरी हामीलाई बेलुकाको महिनामा एकदम उत्साहित गर्नुहुने होइन, लत्रेको बेलामा, थाकेको बेलामा, लडेको बेलामा उठाउनु हुने हाम्रो विष्णु म्यामलाई पनि एकदम नम्र नमन गर्न चाहन्छु। त्यसै गरी ब्यासमा आसिन केन्द्रीय लिडरजीहरू, म्युजिकल ब्यान्ड सर हजुरहरू, क्यामेरा पर्सन सर हजुर र सम्पूर्ण परमेश्वरको पवित्र सन्तानहरूमा नम्र नमन गर्न चाहन्छु। म चाहिँ परमेश्वरले मलाई गवाईको लागि आज उठाउनु भयो, यसमा नि पितालाई धन्यवाद गर्न चाहन्छु गुरु येशू मसीहको नाममा। गवाईतिरै लागेँ म होइन। गवाई त मेरो पहिला नै भन्ने गर्थेँ होइन। पहिला जुट्न त म 4-5 वर्षदेखि जुटिरहेको छु। त्यति बेला मलाई एकदम पिनासको समस्या थियो होइन। पिनासको समस्या हुँदा यहाँ आउँदाखेरि त्यो पिनासहरू पनि एकदमै मसिएसम्म एकदम हटेर गयो होइन। तर अहिले फेरि पछि मलाई फेरि अर्को एउटा हालत आयो, एकदम ठुलो हालत आयो। एकदम मेरो पेसाबमा एकदम इन्फेक्सन हुने होइन, एकदम पेट एकदम धेरै पोल्ने। मैले गण्डकी हस्पिटल चेक गरेर लगभग 1 महिना दबाई खाएँ, त्यहाँ पनि ठिक भएन होइन।
पिता पनि आउने उता पनि जाने भयो होइन, मन एकदम दोधार भयो, त्यता पनि मेरो भएन। त्यस पछाडि मैले फेरि तल हरियो खड्कामा चेकअप गराएँ, त्यहाँ पनि मलाई धेरै थरी चेकअप गराउनु लाग्नुभयो होइन। रिपोर्ट एकदम नर्मल निकाल्नुभयो पिताले, त्यहाँ पनि दबाई दिनुभयो, त्यहाँ पनि ठिक भएन। र अब मैले चाहिँ मेरो घर चाहिँ सिन्धुपाल्चोक हो होइन, मेरो चाहिँ प्रायः आफन्तहरू काठमाडौँ नै हुनुहुन्छ। काठमाडौँमा मैले आफन्तहरू सल्लाह गर्दा यहाँ आउनु नि त, चाइना ग्रेड वाला हस्पिटल भने राम्रो छ, युरोलोजिस्टहरू त्यहाँ राम्रो राम्रो हुनुहुन्छ, यहाँ चेकअप गराउनु त भन्नुभयो। अनि ठिक छ, एकचोटि म केन्द्रमा सुशीला म्याडमसँग चङ्ग्याउँछु, अनि त्यस पछाडि भएन भने काठमाडौँ जान्छु भनेर त्यो मन बनाएर यहाँ शनिबार दिन यहाँ आएको थिएँ होइन। त्यस पछाडि यहाँ आएँ, दिनभरि महिमा भयो, एकदम गाह्रो भयो होइन। एकदम म एक हप्ता लगभग 1 महिनादेखि एकदमै गाह्रो भयो, एकदम गाह्रो भयो। पिसाब पनि नआउनु, यति समस्या लास्ट स्टेज भइसक्यो है। जसो गरेर हुँदैन, प्रार्थना पनि गरिरहेको छु, प्रार्थना गरेर पनि हुँदैन। अनि के गरेर भने अब म्यामसँग एकचोटि अन्तिम भेट्छु भनेर म्यामसँग भेट्न आइरहेको थिएँ। महिमा भयो होइन, महिमा भइसकेपछि सबैजना जानुभयो, म्याम त्यो कुनामा जानुभयो। अब त्यहाँ म्याम भाडामा जानलाई एकदम मलाई गाह्रो थियो। अब म कुर्सीमा त्यहाँ कुनामा गएर बसेँ, त्यो कुनामा गएर बसेपछि म्याम भाडामा जानलाई एकदम गाह्रो भयो। त्यो एकदम भेट हजारौँको भेट थियो है, त्यहाँसम्म जान सक्ने स्थिति थिएन। त्यस पछाडि म्यामहरूले भन्नुभएको नि त, तपाईँहरूलाई चङ्गाई चाहियो भने तपाईँहरू आफैसँग छ, तपाईँ आफैले पनि गर्न सक्नुहुन्छ होइन। अगुवाकै लागि नकुर्नुहोस्, हामी कहिले बिजी हुन्छ, कहिले कता जान्छौँ होइन। तपाईँहरूले जोसँग चङ्गाइमा केही फरक पर्दैन भन्नुभयो। त्यस पछाडि म त्यो कुनाबाट अब त्यहाँ जान सक्ने स्थिति थिएन। त्यस पछाडि विष्णु म्यामहरू त्यहाँ बसिरहनु भएको छ होइन। म्यामले भन्छ जोसँग चङ्गाइनुहुन्छ, आज म विष्णु म्यामसँग चङ्गाइछु भनेर चाहिँ त्यहाँ आएँ। त्यहाँ आउँदा पनि एकदमै गाह्रो भयो, एउटा खुट्टाले पेट लगाएर एउटाले टेक्दै आएँ। त्यस पछाडि त्यहाँ आइपुग्ने बेला फेरि एकजना सर हजुरले चङ्गाउनु भयो होइन। त्यहीँ एकछिन मुसापल्ट त्यहीँ ढलेँ। त्यस पछाडि उहाँ जानुभयो र म्याम हजुरलाई मैले भने म्याम यस्तो समस्या हो, म पिसाबले यस्तो समस्या भएर आएको भने तपाईँले के समस्या हो, तपाईँको भन्दा 400 गुणा बढी मलाई यस्तो दुख्थ्यो, यस्तो हुन्थ्यो, यो समस्या चाहिँ केही होइन, बा आउनुहोस् भनेर लगभग उहाँले चाहिँ लगभग 1 मिनट जति चङ्गाइ गरेर उहाँले वचनहरू पनि दिनुभयो। त्यस पछाडि म त्यहाँ गएर बसेँ, हल्का कम भयो। त्यस पछाडि घर गएँ, घर गएर सुत्थेँ होइन। अनि फेरि बेलुका म्यामको नम्बर लिएर गएको थिएँ। अनि म्याम भाडा जुट्नलाई फेरि उहाँ चाहिँ टाढी पोमा जुटाउनुहुन्छ होइन। उहाँ पनि धेरैजनाहरू हुन्छ, उहाँको गवाईहरू सुन एकदम उत्साहित हुन्छ होइन। अनि त्यस पछाडि उहाँ गयौँ। त्यस पछाडि त एकदम कमाउ हुँदै गएपछि भोलिपल्ट एकदम भलाचङ्ग भयो कि मलाई काठमाडौँ जानै परेन होइन। यति फ्रेन्ड फन्डमा चाहिँ उपचार गर्नुभयो, मैले एकदम पितालाई चिन्न नसकेर होइन। यहाँ मात्रै आएर हुँदैन कि यहाँ आउने जाने होइन। त्यसो मात्रै गरेर हामीले एकदम वचनमा पनि ध्यान दिनुपर्छ। मलाई वचन भन्ने केही थाहै थिएन कि, यहाँ जुट्दाखेरि अब 3-4 वर्ष वचन भन्ने केही थाहा छैन। म्यामहरूले वचनलाई एकदम ख्याल गर्नुहोस्, वचन खेलाउनुहोस् भन्दै के वचन खेलाउनु कसरी खेलाउनु त्यो सम्झिन्थेँ। जब बेलुकाको महिमा जुट्न सुरु गर्यो तब चाहिँ त्यहाँ म्यामहरूले भन्नुभयो, उहाँले सिकाउनुभयो यसरी हो भनेर भन्नुभयो। त्यहाँबाट चाहिँ होइन वचन पनि अलिअलि भन्न थालेँ होइन, वचनमा यो भन्ने बुझ्न थालेँ। अनि त्यस पछाडि मलाई अहिले एकदम भलाचङ छ, आनन्द छ है। कहीँ जान परेको छैन, यति ढुक्क यति सुख छ। त्यहाँ पनि एकदम कति अब कस्ता रोगीहरू तपाईँको खुट्टा 2टा भाँचिएर होइन, कस्तो एउटा आम भाइ प्रकाश सर हुन्छ, उहाँको चाहिँ 2टा खुट्टा ट्याक्कै खुट्टा भाँचेको, हस्पिटल जानुभयो, हस्पिटलमा प्लास्टर गरेर स्टेट राख्न रेडी भएको, तर चाहिँ उहाँ घर आउनुभयो होइन। म्यामले सँगाउनु भयो, अहिले एकदम भलाचङ्ग भएर यस्तो नाच्ने होइन, गाउने होइन, समावेश हुने यति हुनुहुन्छ। उहाँहरूलाई हेरेर पनि एकदम उत्साहित हुन्छु होइन। हामीले चाहिँ आफूलाई हेर्न कि अरूलाई हेर्न पर्ने छ, समस्यालाई हेर्नु हुन्छ होइन। समस्या त तपाईँको समस्या आइरहने छ क्या, समस्या भनेको कुवाको भ्यागुतो जस्तो छ क्या। त्यो कुवाको भ्यागुतो चाहिँ काँला मुनिको भ्यागुतो चाहिँ काँलामाथि चढ्न ऊ एकदम जारी गरिरहन्छ, ऊ प्रयास गर्छ। तर हाम्रो परमात्मा परमेश्वरले एकदम त्यो समस्या नपरिकन हामीलाई उद्धार गर्नुहुनेछ क्या। त्यस्ता परमात्मा परमेश्वरलाई चिनेको होइन। पितालाई फेरि पनि करोड धन्यवाद गर्छु। गुरु येशू मसीहको नाममा एकदम पितामा ध्यान दिनुहोस्, पितामै पर्नुहोस् होइन। यो जिन्दगी नै पितामा छ कि, सारा तपाईँको खुसी नै आनन्द नै पितामा छ, यहीँ रहेछ होइन। अब यहाँ आएर हामी फर्क्यौँ भने हामीले कहिले सुधार कहिले उद्धार पाउनु होइन। यसमा चाहिँ हामीले एकदम अडिट भएर एकदम तन मन ध्यानले पनि दिनुपर्छ। ईश्वरमा एकदम लाग्यौँ भने हामीले घरमा होइन हरेक ठाउँमा चाहिँ एकदम हामीले चाहिँ बाटो पाइने छ होइन। हामीलाई सफल बनाउनु चाहिँ पिताको हातमा रहेछ होइन। त्यही भएर पितालाई एकदम सबैले एकदम निहालौँ, नजिकमा बसौँ होइन। यति भन्दै मेरो यो गवाईले चाहिँ सम्पूर्ण हजुरहरूलाई एकदम फलभन्दा आशिष मिलिसक्यो। हजुरहरूको गवाईले मलाई एकदम फलभन्दा आशिष मिलिसक्यो भन्दै हजुरहरूसँग बिदा हुन्छु। फेरि पनि उठ्ने चाहन्छु।